वेलकम टू माई युट्युब च्यानल। आज शनिबारको दिन माइत आएको मम्मीको करेसाबारीमा प्रवेश गर्दैछौँ हामी। के फलाउनु पर्छ मम्मीले हेर माइत। मेरो मम्मीको मेहनत। कुखुरा छन्, हाँस छन्, कुखुरा छन्। मम्मीको अर्ग्यानिक चारो हाल्दै हुन्छ मम्मीले। एउटा दुईटा तीनटा चारवटा पाँचवटा हाँस रहेछ। अर्को हाँसी अन्डा पार्नु बस्यो। त्यो कति किलाको अरे मम्मी त्यो लहेनन् बाबै। खाम न त ए हो कति केजी अरे हो? मम्मीको यहाँ बारीमा छिर्दैछौँ हामी। मकै बारी दराम दराम हरिया काँक्रा कराम कराम। हरिया काँक्रा नै हरिया मकै दराम दराम देख्न सक्नुहुन्छ। यहाँ मकैका घोकाई मेरो मम्मीको हातको मेहनत परिश्रम। यो गर्मीमा यस्तो राम्रो मकै फलाउनु पर्छ मम्मीले। मकै लिन यहाँ आउन सक्नुहुन्छ। यहाँ ठ्याक्कै यहाँ टाढा परे चोक, पिब्रा चोकदेखि थोरै अगाडि हेर्नुहोस् मकै ठिक्क खानी भएछ। देख्न सक्नुहुन्छ यहाँ घोका। हजुरहरूलाई पनि मकै चाहिएमा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। मिठो छ है, देख्न सक्नुहुन्छ यहाँ घोका पनि कति राम्रो राम्रो लागेको छ है। हजुरहरूलाई पनि मकै चाहिएको छ भने सम्पर्क गर्न सक्नुहुन्छ। यहाँ बाबा मम्मीले नास्ताको लागि अहिलेको लागि मकैबारी दराम दराम मकैबारी दराम दराम मम्मी बाबाको मेहनत दुःख परिश्रम यो गर्मीमा ल देख्न सक्नुहुन्छ। हेर्नुहोस् गाईजी बाबा मेहनतले हातमा सिप भएपछि अनि जाँगर भएपछि यसरी खान पाइन्छ है मकै। हजुरहरूलाई पनि मकै खान मन लाग्छ, बेच्न मन लाग्छ पोलेर भने यहाँ हाम्रो मम्मीको छ सबै बारीमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सर्पको दुला जस्तो छ यो त। मकै त पाकिसक्न लागेछन् भाइ होइन त। चाँडै गर्न पर्यो, यो त बेच्न पर्यो। यो त खाना मिल्दैन फेरि। सबै देखाएर यो छुट्टै भिडियो गराएर यहाँ चाहिए। फेरि कहाँ मकैबारी दराम दराम। आज हाम्रो स्याटरडेको खाजा यहाँ रेडी हुँदैछ है। मकैबारी दराम दराम। मेरो छोराले यहाँ मकै कोपाइरहेछ दराम दराम। माउलाई आएर पुरै हरिया मकै कराम कराम होइन। शिवांश यता हेर न, यता मामुलाई हेर न, हरिया काँक्रा कराम कराम हरिया मकै दराम दराम कोपारिसिन। फेरि खाऊ खाऊ शिवांशु कोपर्देऊ कोपाले खाइदेऊ। दो तीन चोटि त नजाऊ भित्र दाना कस्तो राम्रो लागेको। अस्ति कालिन्छ यत्रा सियानाको छ भने कतिमा टिक्यो। भान्टा चाहिएमा यहाँ सम्पर्क गर्नुलाई।
कस्तो राम्रो भान्डा छ यहाँ चाहिँ हरिया खुर्सानी गरममा फलाएको मम्मीले नरमाइलो लाग्छ भन्नु हरिया फर्सी पाकेर ठिक्क छ खानको लागि बेलौती दराम यस्तो मिठो छ हेर्नुहोस् गाइज यो बेलौती एउटा बुटामा 3टा कोसा लाखारे हेर्नुहोस् गाइजी हजुरहरूलाई पनि मकै चाहिएमा हामी कहाँ सम्पर्क गर्नु होला खुर्सानी देख्न सक्नुहुन्छ हेर्नु त मेरो मम्मीको त हातै हो कि हरिया खुर्सानी दर्याम हेर्नुहोस् गाइजी कस्तरी फलेको खुर्सानी एउटा झोप्पामा यति छ खुर्सानी हजुरहरूलाई पनि चाहिएमा सम्पर्क राख्नु होला खुर्सानी खाने भए आऊ है गीतु जापान पठाइदिउँ कि अलिकति खुर्सानी हेर त मम्मीको हातको मेहनतको खुर्सानी हेर त कति फलेको हेर न हरिया खुर्सानी दर्याम मकै हरिया खुर्सानी दर्याम घुमेछ बाबा तिमी बाख्री खोकेर लैन जाम परि जाम लैन बजाऊ मादल बजाइदिने छोरीले अझै बजाऊ ए खचु 2 मिटरको बोडी छ हेर्नुहोस् गाइज बाबै यो त 3 मिटरै छ क्या 3 मिटर के 1 मिटर होला उताको मिटर थोरै हुन्छ र 2 हात हुन्छ र बिस्तारै आऊ बिस्तारै आवाज अब आयो अर्को मम्मीको करेला बारी फर्सी बारी करेला पनि चाहिएमा सम्पर्क राख्न लगाइसक्नु एकदम सुपथ मूल्यमा पाउन सक्नुहुन्छ परि जाम आमा जाम लाऊ